हेलो गुड मर्निङ नमस्ते वेलकम टु माई युट्युब च्यानल। तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै आरामै छु। अलिक बढी चिसो छ आजभोलि। तपाईँहरूकोतिर कस्तो छ? यतातिर चाहिँ एकदमै धेरै चिसो बढी नै रहेको छ। अब विन्टर त सुरु भइसक्यो नि त, अनि योचोटि चाहिँ चाँडै पानी परेर अलि चाँडै चिसो भएको जस्तो चाहिँ मलाई फिल भइरहेको छ। अनि आजको ब्लगको स्टार्ट चाहिँ मैले मेरै रुमदेखि गरेको छु। के हुन्छ सेठियम तरकारी पकाउनु लाग्यो। मेरो तरकारी चाहिँ पाक्दैछ। अनि चाहिँ मैले आलु अनि त्यसपछि यो उसिनेको तोरीको साग मैले नेपालबाट ल्याएको थिएँ, त्यही पकाउनु लाग्यो मैले। मलाई यो उसिनेको चिजहरू अनि गुन्द्रुक यस्तो चिजहरू अरू हरियो तरकारी पनि झन् धेरै मनपर्छ क्या। आजको वेदर चाहिँ एकदमै पानी पर्ला जस्तो नै भइरहेछ। पिज्जाहरूमा युज हुन्छ, हरेक कुराहरूमा युज हुन्छ। अनि खाँदाखेरि बानी भयो भने मिठो पनि हुन्छ। अनि ओइल पनि ओलिभ ओइल कति महँगो हुन्छ। ओलिभको त अनि केही पनि खेर जाँदैन क्या। बाहिरको बोक्राहरू बाहिरको भाग चाहिँ पिज्जाहरूको लागि त्यसको लागि युज भइहाल्छ। अनि भित्रको त्यो गेडाबाट फेरि तेल निकाल्न मिलिहाल्छ। अनि केही चिज पनि खेर जाँदैन क्या। ओलिभ ओइल त हेल्थको लागि पनि राम्रो, मसाज गर्नुको लागि पनि राम्रो, सबै कुराको लागि राम्रो हो नि त। ओलिभ यत्तिकै खाँदा पनि राम्रो हो क्या। आएर न हाम्रो नेपालमा यदि हुन्छ कि नै ट्राई गर्नु पाएँ राम्रै हुन्थ्यो होला है। यो ओलिभको आयो चाहिँ 100 वर्षभन्दा माथि नै हुन्छ। एकचोटि रोप्यो भने चाहिँ ढुक्क के मजाले फल्छ। यसलाई धेरै त्यस्तो औषधिहरू त्यस्तो केही पनि गर्नु नपर्ने। अनि 1 वर्षमा एकचोटि चाहिँ फर्टिलाइजर गरिदिने यसलाई। अनि पानी अब यहाँ साइप्रसमा कति गर्मी हुन्छ, 6 महिना ठप्पै पानी नै पर्दैन। बाँकी 6 महिना पानी पर्ने त हो। अनि पानी पर्ने बेला पानी भइहाल्यो। पानी नपर्ने बेला चाहिँ
प्रशस्त चाहियो। अनि त्यो घाँस रोपिदिन पर्यो। घाँस म गएर रोपेर त्यसलाई फेरि ठुलो भएर सुरु गर्नलाई केही नभए पनि 2-3 वर्ष लाग्छ। नेपालमा भएको मान्छेहरूले घाँसहरू रोपिदिने अनि फलफुलकोहरू रोपिदिने कागतीहरू, टिमुरहरू, जुन चिज चाहिँ एकचोटि रोप्यो भने फल्नलाई 2-3 वर्ष लाग्छ अनि धेरै समयसम्म हुन्छ क्या। त्यस्तो भयो भने चाहिँ केही नभए पनि अलिअलि आय स्रोतको बाटो चाहिँ हुन्छ। वर्षमा केही नभए पनि 2-4 लाखको 5-6 लाखको केही आय स्रोत आउने बाटो भयो भने त विदेशी जानु किन पर्छ त? मान्छेहरूलाई ऋण तिर्नलाई अनि घरहरू बनाउनलाई केही काम गर्नलाई त विदेश जानुपर्ने हो। नत्र भने थोरै चिजले पनि पुगिहाल्छ नि। नेपालमा हामी यहाँको जस्तो विदेशतिरको जस्तो जे चिज पनि किन्नुपर्ने त्यस्तो होइन नि त। अब हामी खेत हुनेले धान किन्न पर्दैन, तेल किन्न पर्दैन, तोरी बारी राम्रोसँग तोरी उत्पादन हुने मान्छेले तोरी किन्न पर्दैन, तरकारीहरू किन्न पर्दैन, आलु प्याजहरू केही पनि किन्न पर्दैन। हाम्रो त बढी खर्च हुने भनेको हेल्थ एजुकेसनमा त हो नि। अनि त्यसको लागि त इयरली 5-6 लाख आउने आय स्रोत आउने साधन भयो भने पनि मजाले सर्भाइभ गर्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ है। म चाहिँ खाना पकाएर खाएर पनि नुहाएर आजको दिन तपाईँहरूको कस्तो भयो? मेरो दिन त राम्रै भयो। अनि काम गरेँ अनि बिजी नै